हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते झोरले। धेरै समयपछि मेरो युट्युब च्यानलमा वेलकम टु यु भन्न चाहे हैन। सो म चाहिँ आज चाहिँ पोखरामा छु। हिजो मात्र काठमाडौँदेखि पोखरा झरेको। पोखराबाट आज चाहिँ कहाँ जाँदैछु भन्ने कुरा त आफैलाई पनि थाहा छैन, तर मलाई लिनलाई गाडी चाहिँ आउँदैछ। सो त्यो गाडीमा जाँदैछु 2-4 दिनको लागि अलि टाढा फरक ठाउँ। सो तपाईहरुले त्यो कहाँ हो भन्ने कुरा चाहिँ हेर्नलाई चाहिँ भिडियो हेर्दै गर्नु होला। आज कहाँ पुगिन्छ, भोलि के गर्छु, पर्सि के गर्छु, तपाईहरुले चाहिँ ब्याक टु ब्याक कन्टिन्यू भिडियो हेर्नुपर्ने हुन्छ। सो च्यानलमा नयाँ हुन्छ भने सब्स्क्राइब गरिदिनु होला र सँगसँगै त्यो छेउमै भएको बेल आइकनमा क्लिक गरेर घन्टी बजाइदिनु होला भन्न चाहे। सो अहिले अब एकछिन हेर्दै गर्नु होला। अहिले चाहिँ हाम्रो चाहिँ सामान प्याक भइरहेछ। अहिले हामी चाहिँ कुस्मामा छौँ। कुस्माको ट्याक्क बन्जी जम्प भइरहेछ। पारी हामीले पारी नजाने भयो, यहीँ बसेर चाहिँ खाएर हेर्ने प्लान बनाइरहेको छौँ। कसै पनि नजाने भनेपछि अब एक्लै पनि जानु भएन, त्यही हो। यहाँबाट चाहिँ देख्न सक्छु बन्जी। बन्जी जम्प हुन लागिरहेछ अहिले देखिसक्नु। सो म चाहिँ यहाँदेखि हेरिरहेको छु टक्कसँगले। आफू चाहिँ नगर्ने मोडमा हो, त्यही भएर बन्जी जम्प नहान भनेर भने। अब तपाईँहरू त्यो ठाउँमा पुगेपछि अनि अहिले भनेको कुरो तपाईँलाई त्यो दोहोऱ्याएर भन्दाखेरि मैले उल्टो उल्टो भनिदिन्छु। म त मान्छेको कबाट हो। एकचोटि सुरुको शब्द सही बोल्ने हो, त्यसो फेरि दोहोऱ्याएर सोध्यो भने अर्कै जवाब जान्छ। हजुर
यो भर्खर साल बजेर 10 मिनटको जुत्ता अनि मैले अघि तपाईँहरूलाई त्यो 500 रुपियाँ तिरेर त्यताको त्यो धलुङ्गे पुल नतर्नु भने चाहिँ यो धलुङ्गे पुल तर्नु है। हजुर गण्डकी गोल्डन ब्रिज यही हो। 537 कि 567 मिटर लामो छ। एसियाको लामो भन्छ है यसलाई चाहिँ है यो पुल भन्छ छ छैन मलाई थाहा छैन है फेरि मैले नि सुनेको कुरा तपाईँहरूलाई पछ्काउने हो। बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई कृपाको बिल भन्छ क्या मेरो दुधमा आउँदै आउँछ ल। नाम मात्रै गोल्डन ब्रिज राम्रो छ सम्झिने मात्रै हो। बिच पारी चाहिँ पर्वत यता बागलुङ दुईवटा बागलुङ र पर्वत जोडेको यो पुल यो चाहिँ एसियाको सबैभन्दा लामो पुल हो है। अब कतिलाई थाहा छैन होला हैन मलाई चाहिँ थाहा छ मैले भनिदिइहालेँ। एसियाको लामो पुल कति मिटरमा छ भनेको थियो यार यसको त 300 कति हो त्यति कति मिटर छ अरे। त्यो यो तलको चाहिँ यो कालीगण्डकी नदी हो जुन चाहिँ यो नदी चाहिँ शालिग्रामको लागि चाहिँ फेमस छ यो नदी काली। पछि अब टाइम मिलेछ भनेपछि अब भनेर चाहिँ घुमाइदिन्छु भन्नुभएको छ त्यो के भन्छ गुरुजीले। अब टाइम मिल्छ भने घुमाउला यति नै भन्न चाहे अहिले चाहिँ। देख्न सक्छौँ हामी चाहिँ काली गण्डकीको ट्याक्क यो माथिको शिर दामी हावा चलिरहेछ।
गाडी चाहिँ यहाँ छ हाम्रो अनि अहिले चाहिँ हामी चाहिँ म्याग्दीको दाना भन्ने ठाउँमा छौँ है। माथि चाहिँ हिउँ परिसकेको छ, पुरै पानी परिरहेको छ। यहाँ चाहिँ लाएर हिउँ चाहिँ माथि चाहिँ पर्यो, हिउँ पर्यो। दामी ठाउँ, खानासाना टक्क खाइयो चाहिँ लाग्नुपर्ने हुन्छ। म त पुग्छु खतम गराएर ल्यायो मलाई त पैसाले त कि मात्र पुऱ्यायो।
हेर्नुभयो त्यो त फर्स्ट भयो किन हेर्नुभएको त खोइ एउटा कबड्डी 1 कबड्डी 2 कबड्डी 3 जस्तो लाग्यो मलाई त 1 2 3 त छक्का पन्जा हो त्यो त कबड्डी ए न होइन हो ए न तपाईले हैन तपाईहरुले कालचम्नु छ कि सन्दा गर्छ तपाईहरु भोलि घाम लाग्यो भने त्यो हिमालतिर छ कालचम्नु भन्ने फेरि आँखा चाहिँ यस्तो राम्रो बनाउँछ कि आँखा ड्यामेज हुन्छ है गीतै गाइदिनु भयो त दाइले त आयो हिमाल तपाईले त्यो डाँडा देख्नु भएको मात्रै हो तर यता के छ है सडक तपाईँको यहाँ के हुन्छ भने स्याउबारी छ होइन स्याउबारीको तल खेती गर्छन् उनीहरूले आलु साग बन्दा स्याउको सिजन होइन नि कोल्ड स्टोर गरेको अनि मैले लेडीलाई फोटो खिच्नु होइन हेऱ्यो गाउँमा है त्यो गाउँको नाम के हो भन्दाखेरि बोक्सी खोला बजार बुझ्नुभयो नि ठ्याक्कले त्यो बोर्डमा कपाल जिलिङ नपारेर खिच्न पर्छ है त्यो होइन अगाडि यस्तो जिलिङ नपार्ने नि
लु फाइनल्ली हामी चाहिँ पुगिसक्यो। आजको यात्रा चाहिँ यहीँसम्म थियो, पोखरादेखि यहाँ के भन्छ यो होटल ग्रिन तारामा पुग्यो। आजको हाम्रो बसाइ चाहिँ यहीँ हुन्छ। अनि बाँकी चाहिँ भोलि पर्सि कहाँ गइन्छ सो कारणले गर्दा आजको फोटोलाई चाहिँ म यहीँ 3 दिन गरिरहेको। हामी चाहिँ पोखरादेखि आएको। पोखरामा